मिति 2082 साल असोज महिनाको 16 गते बिहीबार बिहान 9:23 देवी विसर्जनको शुभ साइत छ भने त्यसै गरेर बिहान 11:53 दशैंको टीकाको शुभ साइत रहेको छ। आजको दिन भनेको भगवान श्री रामले रावणमाथि विजय गरेको दिन, दुर्गा माताले सम्पूर्ण असुरहरूको सर्वनाश गरेको दिन भएको हुनाले एकदमै उत्तम दिन मानिएको छ। हजुरले दैनिक पूजा आराधना कसरी गर्नुहुन्छ त्यसरी नै बिहान चाँडै उठेर नदीमा गएर ताल तलैयामा गएर हुन्छ कि तीर्थस्थलमा गएर हुन्छ कि त्यहाँ जान सक्नुहुन्न भने पनि आफ्नो घरमै पनि हर हर गङ्गे भनेर चाहिँ स्नान गरेर आफ्नो देवी देवताको नाम स्मरण गर्दै स्नान गर्दै टीका लगाउने मान्छे चाहिँ, जस्तै म टीका थाप्ने मान्छे छु भने मैले पूर्वमुख फर्किने, मलाई टीका लगाउने मान्छे चाहिँ पश्चिममुख फर्केर टीका लगाउँदा उत्तम मानिन्छ। हजुरको दिन शुभ रहोस्। र साइतै खोज्नको लागि चाहिँ त्यो साइत रहेको छ भने साइत नखोज्नको लागि चाहिँ दिनैभरि टीकाको साइतै साइत छ। पूर्णको दिनसम्म हजुरले टीका लगाउन सक्नुहुन्छ। हजुर शुभ रहोस्। दुर्गा माता हजुरको घरमा सुख शान्ति समिति ल्याउनु भन्दै आजको भिडियोबाट म पनि बिदा हुन्छु। जय दुर्गा माता।